सो हेलो गाइस, स्वागत छ तपाईलाई फेरि पनि मेरो एउटा नयाँ मिनी ब्लगमा। आज चाहिँ हामीहरू दाजुभाइ सबै मिलेर डिनर डेटमा गएको थियौँ। म सुभाष दा, अरुण दा, अर्जुन दा, पङ्कज भाइ, हामीहरू 5 जना मिलेर गएको थियौँ डिनर डेटमा। कति रुममा मात्रै खाना खानु भनेर बोर भएको थियो र। अनि त्यहाँबाट हामीले वेटर पनि आउँदै हाम्रो आसामकै भेटिरहेको छ, त्यहाँ त्यो पनि पुरा फेरि तरिकाले बात गरिरहेको छ हामीसँग। अनि त्यहाँ हामीहरू यहाँ भन्दै भन्दै हामीहरू खाना सर्भ गर्न थाल्यौँ। त्यहाँ हामीले खाना खान थाल्यौँ। खाना खाँदै गर्दै गर्दाखेरि जुस त्यहाँबाट जुस खान थाल्यो। केटाहरू खानासाना खाइसकेर त्यहाँबाट पङ्कजले पनि खाँदैछ। यहाँ जुस हेर्नु सक्नुहुन्छ पङ्कजलाई। वाह, त्यहाँबाट चाहिँ मैले पनि फ्ल्याक्स गर्न थालेँ जुस खाएर। तपाईँलाई देखाउँछु, हेर्नु न। हामी चाहिँ त्यहाँबाट खाना खाइसकेर निस्केको। अब यहाँबाट जाने भनेर एकछिन घुम्नु लागि जाने रस्तातिर भनेर सबै निस्किँदैछ। अब यहाँ बाहिर हेर्नु, मैले यहाँ हामी निस्किसकेन। त्यहाँ होटल पनि देखाउँछु तपाईँहरूलाई, आउनु सक्नुहुन्छ भनेर मैले देखाउँदै थिएँ होटल। त्यहाँबाट केटाहरू गफ गर्दैछ, यहाँ कतातिर जाने भनेर डिसिसन गर्दैछ। अब केटाहरू डिस्कस गर्दैछ। अब हामीहरू यहाँ अब जानु निस्केको उमाल्दै सुभाष पङ्कज अब जाँदैछ। अब निस्केको अब यहाँबाट। सो गाइस, अहिले चाहिँ हामीहरू फाइनली निक्लिसक्यौँ। अब घुम्नु मन रस्तातिर होइन। यहाँ रास्तामा ट्राफिक देख्नु सक्नुहुन्छ कति छ ट्राफिक। बेङ्गलोरमा यस्तै हो, ट्राफिक चाहिँ खतरै हुन्छ यार। यताबाट हेर्नु मगर अनि त्यहाँबाट आउँदा आउँदै हाम्रो रस्तामा देखिरहनु छ नयाँ खुलेको मल होइन, यो एरनडेडीको नयाँ मल ट्याक्स मल भन्छ। यहाँ चाहिँ फेमस छ, तपाईँहरू आउनु सक्नुहुन्छ कपडा किन्नु लागि। त्यहाँबाट ठिकै हामी जाँदै थियो। दादालाई सर्दी पनि लागेको छ, हल्का गाउँबाट आएको होइन, त्यो सर्दीको दबाई किन्नु भने हाम्रो फार्मेसी पछि थियौँ। त्यहाँबाट दादा सर्दीको दबाई किन्दैछ। किन्दा किन्दा हामीहरू घर पुग्यौँ। म चाहिँ घर पुगेर यहाँ सिँढीमा उठ्दै लाइक कमेन्ट सब्सक्राइब गर्नु भन्दै जाँदै थिएँ होइन। रुममा पुगेको त यस्तो हेर्छु त पुरा पानी पऱ्यो त, पुरा पानी भइरहेको छ रुमको अगाडि। त्यहाँबाट पुरा बानपानी आएको थियो। त्यहाँबाट मैले पुरा पानी छोड्नु थालेँ सर्दै मेरो भिडियो खत्तम हुन्छ आजको। आई होप तपाईँलाई मेरो भिडियो राम्रो लाग्यो। लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ बिर्सिनुहुन्न भनेर मैले पक्कै पनि आशा गरेर बसेछु गाइज। जरुर लाइक कमेन्ट सब्सक्राइब गर्नु। यदि मेरो फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भिडियो भने मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनुहोस् गाइज। मेरो भिडियोलाई सेयर गरिदिनु, जतिभन्दा जति सक्नुहुन्छ तपाईँले सपोर्ट गरिदिनुहोस्। मलाई तपाईँहरूको सपोर्टको जरुरत छ।